हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो। आज हो 45 डेज वेट लस च्यालेन्जको डे 26। म चाहिँ आज छिट्टै बिहानै उठेको थिएँ। अनि बिहान उठेर मैले तातो पानी खाएँ अनि म फ्रेस भएर अनि म चाहिँ आज बाहिर गएको थिएँ योगा गर्न। अनि वक पनि भयो योगा पनि भयो। अनि म आएर फ्रेस भएर 9 बजीतिर चाहिँ मैले निम्बु पानी खाएको थिएँ। अनि निम्बु पानी खाइसकेपछि मैले 10 बजेतिर चाहिँ खाना खाएँ। खानामा थियो एकदम कम तेल राखेर साग बनाएको थिएँ। साग अनि टमाटर र आँपको चटनी अनि त्यसपछि काँक्रा अनि खाना र घिउ खाएको थिएँ। अनि मैले लगभग 1:30-2 बजेतिर चाहिँ मैले पपकर्न खाएको थिएँ खाजामा। अनि मैले साँझ 6 बजेतिर चाहिँ खाइसक्छु। 6 बजेतिर चाहिँ मैले फ्राई राइस बनाएको थिएँ। यसमा चना अनि सोयाबिन राखेर अनि मैले काँक्रासँग खाएँ। म चाहिँ खाना एकदम छिटो नै खान्छु। अनि खाना खाइसकेपछि सबै काम भ्याएर अनि म चाहिँ वक गर्न गएँ। 30 मिनट्स वक गरेर आएँ। यही थियो मेरो डे 26। थ्याङ्क यू फर वाचिङ एभ्रिवान। लट्स अफ लभ।